Hello fellow Clasher, this is Clashy Dipesh and welcome to my channel. आजको भिडियोमा हामी नयाँ लिजेन्ड सिस्टम यानी कि नयाँ लीग सिस्टमको बारेमा कुरा गर्न गइरहेको छौं जसमा हजुरले एकदमै धेरै अनुहारहरु देख्नुहुन्छ क्ल्याश अफ क्ल्यान्सको क्यारेक्टरको जसलाई चाहिँ बाइ डिफल्ट हरेक टाउनको लागि लीगहरु छुट्याएको छ। भल्केरिज लीगको लागि चाहिँ टाउन हल 14 छुट्याएको छ अनि इलेक्ट्रोहरु ड्रागनहरुको लागि चाहिँ टाउन हल 17 यसरी आफ्नो टाउन हल अनुसार लीगहरु चाहिँ छुट्याइदिएको छ। त्यो चाहिँ डिफल्ट लीग भन्न सकिन्छ। र अर्को डाउट के छ भन्दा जस्तै यहाँनिर देख्न सक्नुहुन्छ यो जी ग्यान्जोको चाहिँ इलेक्ट्रो लीग रहेको छ 25 नम्बरमा इलेक्ट्रो टाइटनको लीग रहेको छ। अब यहाँ तल जीएन दिपेश अथवा ड्रागन ब्लेज भन्ने आइडी देख्न सक्नुहुन्छ जुन ड्रागन लीग छ टाइटन भन्दा माथिको लीग हो तर त्यो क्ल्यान भन्दा तल नम्बरमा रहेको छ उहाँहरुको नामहरु चाहिँ। अनि यसरी हेर्ने हो भने त टाउन हल 12 को प्लेयरहरु त हामी टाउन हल 17 को पुशरहरु भन्दा माथि हुने भयो भनेर डाउटहरु हुन्छ मान्छेहरुलाई। सो यो सिस्टम कस्तो हो के हो केही नबुझे जस्तो फिल भइराछ मलाई पनि भएको थियो र मैले यसमा हल्का रिसर्च गरेर चाहिँ हजुरहरुलाई सबै डाउटहरु क्लियर गर्न आँटिरहेको छु। सो भिडियोलाई अन्तिमसम्म हेर्नु होला ताकि हजुरहरुले मजाले बुझ्नु हुनेछ सिस्टम कसरी काम गर्दैछ। सो अहिलेको लागि भने म लेजेन्ड लीगको कुरा गर्नेवाला छैन, त्यो भन्दा तलको लीगहरुको बारेमा कुरा गर्छु र त्यसपछि चाहिँ लेजेन्ड लीगको बारेमा पनि कुरा गर्नेछु कसरी लेजेन्ड लीग जाने भनेर। लेजेन्ड लीग भन्दा तल रहेका लीगहरु इलेक्ट्रो लीग यसैगरी टाइटन लीग अरु बाहिरको भल्केरी लीगहरुमा चाहिँ हरेक लीगहरुमा लेजेन्ड बाहेक चाहिँ 100 जना प्लेयरलाई एउटा लीग ग्रुपमा राखिन्छ। हरेक ग्रुपबाट चाहिँ केही मान्छेहरु प्रमोसन हुन्छन्, अर्को लीगको लागि प्रमोसन हुन्छ भने केही मान्छेहरु डिमोसन हुन्छ। अहिले म जुन लीगमा रहेको छु यो लीगमा चाहिँ 10 जनालाई प्रमोसन गरिनेवाला छ र 10 जनालाई डिमोसन गरिनेवाला छ भने बाहिरको प्लेयरहरु चाहिँ सेम जस्ताको तस्तै रहनेवाला छन् त्यही लीगमा। यानी कि यो लीग चाहिँ फरक हुन्छ। 10 जनालाई यहाँ मेरोमा प्रमोसन गर्दैछ ड्रागनमा भने भल्केरीमा चाहिँ 25 जनालाई प्रमोसन र 25 जनालाई डिमोसन गर्नेवाला छन् जसरी सीडब्ल्यूएल काम गर्छ। फर एक्जाम्पल म अहिले ड्रागन लीगमा रहेको छु र यो ड्रागन लीगमा चाहिँ एक हप्तामा मैले 24 वटा अट्याक र 24 वटा डिफेन्स खानुपर्ने हुन्छ र मेरो डिफेन्सबाट पनि पोजिटिभ ट्रफीहरु आउँछ यानी कि माइनस भने लाग्दैन पोजिटिभ ट्रफी नै आउँछ। यदि बेसले डिफेन्ड गर्यो भने ट्रफीजहरु डिफेन्सबाट आउँछ। यस गाइज बोथ अट्याकबाट पनि ट्रफी आउँछ र डिफेन्सबाट पनि ट्रफी आउँछ यदि हजुरहरुले डिफेन्ड गर्नुभयो र राम्रो अट्याक हान्नुभयो भने। सो अघि मैले सुरुमा भनेको क्ल्यानको डाउट जुन चाहिँ मेरो टाउन हल 17 को ड्रागन भएको आइडी चाहिँ म माथि छैन तल छु तर त्यो टाउन हल 12 वाला मान्छे म भन्दा माथि छ। यो कारण के हो भन्दा उनीहरुसँग धेरै अट्याक गर्ने अप्सन हुन्छ 30 40 अट्याक 60 अट्याक सम्म उनीहरुले गर्न पाउँछ र उनीहरुले धेरै ट्रफी गेन गर्छ। त्यसमा हजुरले थोरै अट्याक गर्न पाउनुहुन्छ र थोरै ट्रफी गेन गर्नुहुन्छ र त्यही आधारले गर्दाखेरि तपाईको टाउन हल 17 को पुशिङ खतरा हाने पनि टाउन हल 12 वालाहरुले माथि उछिनेर जान्छ। तर जब हजुर लेजेन्डमा जानुहुन्छ कुरा भने अर्कै हुन्छ। हेर्नुस् है फन्नी कुरा के छ भन्दाखेरि लेजेन्ड लीग भन्दा थोरै तल इलेक्ट्रो 33 सम्म हजुरले टाउन हल 12 बाट पुश गर्नुभयो भने टाउन हल 12 ले केही आइडीहरु पाउनुहुन्छ। तर तपाई लेजेन्डमा जाने बित्तिकै पहिलेकै जस्तो 8 वटा डिफेन्स हान्ने 8 वटा डिफेन्स खाने एक दिनमा र त्यहाँ चाहिँ तपाईको नेगेटिभ ट्रफी हुन्छ लेजेन्डमा चाहिँ। तर यो तलको लीगहरुमा चाहिँ नेगेटिभ ट्रफी हुँदैन। लेजेन्ड लीगमा चाहिँ पहिले जस्तो थियो 320 चाहिँ पोजिटिभ र 320 नेगेटिभ यानी कि डिफेन्स र अट्याक। सो त्यो लेजेन्ड लीगमा चाहिँ पहिले जस्तो थियो अहिले पनि त्यस्तै नै छ केही चेन्ज भएको छैन त्यहाँ चाहिँ। अब कुरा आयो सानो लीगहरु जुन ड्रागन लीग रहेको छ टाइटनहरु लीग रहेको छ भल्केरीहरु लीग रहेको छ यो लीगहरु चाहिँ हरेक हप्ता चेन्ज रहन्छ। यिनीहरुको सिजन चाहिँ हरेक हप्ता चेन्ज हुन्छ भने लेजेन्ड लीगको लागि चाहिँ सिजन पहिलेकै जस्तो 29 डेज रहेको छ 29 डेज पछाडी कसको कति त्यही अनुसारको सिजन एन्ड हुन्छ। सो हजुरहरुले लेजेन्ड लीग जानको लागि अब तपाईले 3-4 हप्तासम्म चाहिँ यसरी लीगहरु ब्याटल खेल्नु पर्छ। लीग ब्याटलमा हजुरहरु टप 10 मा आउँदै जानु भयो टप कतिमा आउनु पर्छ हो त्यो टपमा आउनु भयो भने चाहिँ एक स्टेप बढ्वा हुँदै लेजेन्डमा जानुहुन्छ र पहिले जस्तै लेजेन्ड सिस्टम चल्छ। तर यदि हजुरहरुले चाहिँ त्यो टप 10 मा आउन सक्नु भएन भने जुन लीगमा हुनुहुन्छ त्यहीमा बसेको हो बसे। सो टाउन हल 14 मा चाहिँ म आएको छु र त्यो टाउन हल 14 मा चाहिँ भल्केरी लीग चाहिँ डिफल्ट लीग रहेको छ र यो लीगबाट चाहिँ म पुशिङ गरेर चाहिँ म्याक्सिमम लेजेन्ड भन्दा तल जान सक्छु। लेजेन्डमा चाहिँ पुग्न सक्दिन किनकि लेजेन्डमा टाउन हल 17 हरुको राज छ। पहिले जस्तो राज गर्थे टाउन हल 17 हरुले अहिले पनि त्यस्तै छ। बट हामी चाहिँ यहाँनिर के छ भन्दा टाउन हल 14 मा चाहिँ कम्पिटिसन कति छ को चाहिँ टपमा छ यो कुराहरु चाहिँ देखाउने रहेछ। टाउन हल 14 को खतरा पुशरहरुलाई चाहिँ देखाउने रहेछ र यहाँनिर भल्केरी लीगबाट माथिको लीग जानलाई चाहिँ यहाँ 25 जनालाई प्रमोसन र
25 जनालाई डिमोसन देखाइएको छ। अब मैले चाहिँ यो भल्केरी लिग्सबाट चाहिँ विचेस लिगमा जानुपर्छ, त्यस पछाडि ड्र्यागो लिगमा, त्यस पछाडि टाइटल लिगमा अनि सकिन्छ त्यस पछाडि। सो हरेक लिगमा चाहिँ फरक तरिकाको रहेको छ। मैले भन्दाखेरि यहाँ 10 जना डिमोसन 10 जना प्रमोसन भने, कसैमा 25 जना, कसैमा कतिवटा एट्याक कतिवटा डिफेन्स, सबै लिगहरूको फरक एट्याक डिफेन्स रहेको छ। सबैजनालाई एउटा ग्रुपमा राखेर चाहिँ त्यहाँबाट कतिलाई बढुवा गर्ने कतिलाई चाहिँ घटाउने CWL जस्तो तरिकाले चाहिँ बनाइएको छ सिस्टम। ठिकै लाग्यो, राम्रै लाग्यो, मलाई त्यस्तो नराम्रै छैन। अलिकति नबुझ्ने के छ भन्दाखेरि पहिलेकै सिस्टमलाई नै पहिलेकै लिगको नामहरू गोल्ड लिग क्रिस्टल लिगै नाम राखेको भए चाहिँ बेस्ट हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ। तर पछि फ्यामिलियर हुन सकिन्छ होला यो नामसँग। अनि अर्को कुरा भनेको ऱ्याङ्क मोडमा मात्र ट्रफी चाहिँ गेन र माइनस हुन्छ। माइनस भन्ने कुरा त लेजेन्डमा मात्र भयो, ट्रफी गेन चाहिँ मात्र ऱ्याङ्क मोडमा हुन्छ। एन्ड हजुरले चाहिँ अर्को नर्मल मोडमा चाहिँ केही पनि पाउनुहुन्न, ट्रफीहरू चाहिँ लस पनि हुँदैन गेन पनि हुँदैन। र यो हरेक हप्ता हजुरले साइन अप गरेर चाहिँ हजुरले आफ्नो राम्रो डिफेन्स राखेर चाहिँ त्यहाँ डिफेन्सबाट पनि अलिअलि ट्रफी लिन सक्नुहुन्छ। एट्याकमा पनि हल्का सुधार गर्दै जानुभयो भने चाहिँ अलिक पोजिटिभ ट्रफीहरू आउन सक्छ। अलिक माथिको लिगहरू जाँदाखेरि अझै गेम हार्ड बनाउँदै जान्छ। जस्तै हजुरहरू इलेक्ट्रो लिगमा जानु भने अझै हार्ड बनाउँछ। अनि त्यस पछाडि लेजेन्ड लिगमा त झन् हार्ड बनाइदिएको छ। लेजेन्ड लिगमा 20% को चाहिँ ड्यामेज बढाइदिएको छ। सो त्यसै गरी चाहिँ माथि तल त्यसरी चाहिँ फरक पर्छ। सो हजुरहरूको आइडी लेजेन्डमा छैन भने चाहिँ हजुरहरू प्रमोसन जोनतिर आउनु होला। र यो प्रमोसन जोनतिर आइसके पछाडि हजुरहरू चाहिँ ड्र्यागन 29बाट 30 मा जानुहुन्छ, त्यस पछाडि इलेक्ट्रोबाट, त्यस पछाडि इलेक्ट्रो 32 अनि 33 अनि त्यस पछाडि लेजेन्ड। अलिकति लामो यात्रा छ तर एक हप्तामै सकिन्छ भनेपछि मलाई अझै 1 महिना लाग्ने रहेछ म अर्को लेजेन्ड लिगमा जानको लागि। यो अपडेट आउनुभन्दा अगाडि लेजेन्डमा नभएकोहरूलाई त लास्टै गाह्रो भयो, तलबाट माथि जानु पर्ने भयो। तर पहिलेबाटै लेजेन्ड लिग पुसिङ गरिरहेको मान्छेलाई त इजिली माथि ट्रफी दिएको छ, हाई ट्रफी दिएको छ, फाइदा भयो हजुरहरूलाई। अनि त्यो एप्स दिँदाखेरि स्पोर्ट्स मोड, एक्सपोर्ट, मास्टर, लेजेन्ड मोड चाहिँ यहीँबाट आएको हो। इलेक्ट्रो 32 मा चाहिँ त्यहाँनिर एक्सपोर्ट मोड, इलेक्ट्रो 33 मा चाहिँ मास्टर मोड अनि लेजेन्डमा चाहिँ लेजेन्ड मोड। र ती मोडहरूमा चाहिँ अलिकति हार्ड बनाइन्छ। यानि कि इलेक्ट्रो 31 पछाडि चाहिँ अलिकति गेम हार्ड हुँदै जान्छ। इलेक्ट्रो 32 मा पनि हार्ड, 33 मा पनि हार्ड, अब लेजेन्डमा त हार्ड भइ नै हाल्यो। सो यसरी चाहिँ मोडहरू पनि यहाँनिर आउँछ। 3वटा मोड हालिदिएको छ। यो नर्मल चाहिँ एट्याक हुँदैन, अलिकति गाह्रो चाहिँ बनाइन्छ इलेक्ट्रो 32 बाट। सो यस्तै खालको रहेको छ। सो बेस्ट अफ लक भन्ने आजको भिडियो यही समाप्त हुनेछ। हस्त धन्यवाद। जय नेपाल, जय COC अनि सब्सक्राइब गर्न नबिर्सिनु होला।